सम्पूर्णमा नमस्कार, जय नेपाल। आज मङ्गलबारको दिन एउटा मङ्गल वाचन लिएर आएको छु नेपाली काङ्ग्रेस सम्बन्धी। हिजो मात्रै नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटीको बैठकले नेपाली काङ्ग्रेसको 15औं महाधिवेशन ढिलो चाँडो निर्णय गरेको छ। पुस महिनाभित्र यो सकिनेछ। एकदमै तालिका पनि एकदम चाँडी नै छ र म यही 15औं महाधिवेशनको सन्दर्भमा केही सान्दर्भिक कुराहरू, तथ्य कुराहरू, केही विचार पुर्याउने कुराहरू यहाँ पस्किन गइरहेको छु र सबैले भिडियो राम्रोसँग हेरिदिनु होला र मन पर्यो भने सबैले सेयर गरिदिनु होला। यो सबैको भलाइको लागि छ। सर्वप्रथम त 14औं महाधिवेशन अगाडि जस्तो यो महाधिवेशन होइन। त्यसकारणले म आफू स्वयं यो महाधिवेशनमा कुनै गुटबाट कुनै भनौँ न हराउनलाई म लड्ने अथवा प्रतिस्पर्धा गर्ने छैन र सम्पूर्णले यो सोच्न जरुरी पनि छ। किनभने सबभन्दा मेन कुरा के हो भने यो महाधिवेशन 1 वर्ष ढिलो हुने थियो अवश्य पनि। किनभने यो काङ्ग्रेसको हरेक पार्टीको एउटा यो परम्परा नै चलिआएको छ कि यो 4 वर्ष त अहिले सिद्धिएको थियो, तर पनि 1 वर्ष थपेरै लग्ने भन्ने यो नेतृत्वको एउटा तह हुन्थ्यो। तर यो नयाँ पुस्ताको आन्दोलन, म जेनजी आन्दोलन भन्न चाहन्न, यो विदेशी शब्द जेनजी म प्रयोग गर्न चाहन्न। नयाँ पुस्ता 28 वर्षदेखि तलका युवा समूहहरूले एउटा आन्दोलन गर्नुभयो र त्यो आन्दोलनले विशेषतः भ्रष्टाचार र यो भनौँ न केही रोजगारीको उसमा सवालमा गरेको थियो। यसले देशमा एउटा अराजक पनि ल्यायो हैन। विदेशी तत्त्वदेखि लिएर हैन, आन्तरिकदेखि बाह्य तत्त्वले यहाँ खेले, आगजनी भयो। त्यतातिर नजाउँ र त्यसको एउटा उपज हो यो नयाँ नेतृत्व पनि। त्यसले गर्दाखेरि अहिले एकदमै नेपाली काङ्ग्रेसको 4 वर्ष यो पुसको भनौँ न यो मङ्सिरमा सकिसक्यो। मङ्सिरको 28 गते सकिसक्छ र ठ्याक्कै 4 वर्षमा यो एउटा शुभ कार्य हुँदैछ र सबैले अब यो उसमा चाहिँ सही नेतृत्व चुन्न एकदम जरुरी छ। किनभने यो काङ्ग्रेसको लागि मात्र नभएर पनि यो सारा देश र अन्तर्राष्ट्रिय जगत भू राजनीतिको लागि पनि यो नेतृत्वले भूमिका निभाउनु पर्ने छ। त्यसले गर्दाखेरि र साथसाथै अर्को कुरा के हो भने यसको लगत्तै 1 महिनापछि प्रतिनिधि सभाको निर्वाचन पनि हुँदैछ। त्यसले गर्दाखेरि मैले अघि नै जोडे भूमिकामा यो 14औं महाधिवेशन अगाडिको जस्तो महाधिवेशन होइन। यहाँ कसैले कसैलाई हराएर केही हुनेवाला छैन। सबैले मिलेरै जानुपर्ने हुन्छ र म दाङको सन्दर्भमा कुरा गर्छु। त्यसमा पनि विशेष यो हाम्रो दाङको 2 नम्बर क्षेत्रमा, तर यो देशैभरिका निर्वाचन क्षेत्रमा पनि लागू गर्दा एकदमै काङ्ग्रेसको पछि चुनावलाई पनि धेरै राम्रो हुन्छ। पार्टी भनेको पार्टीभित्र राजनीति मात्रै गर्ने होइन, पार्टी भनेकै देशको नेतृत्व गर्ने हो। देशको नेतृत्व गर्ने बेलामा आम निर्वाचनहरूमा जानुपर्ने हुन्छ, निर्वाचनमा बहुमत ल्याउनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि म विशेषतः यो हाम्रो 2 नम्बर क्षेत्रका नेताहरू हुनुहुन्छ, पुराना नेताहरू, बिर्गेश्वरी गौतम आदरणीय बुवाहरू हुनुहुन्छ, राजु खनालजी हुनुहुन्छ, दाई हुनुहुन्छ, किरण किशोर दाई हुनुहुन्छ, भूबहादुर डाङ्गी हुनुहुन्छ, गिरिराज हुनुहुन्छ हैन, खगराजजी हुनुहुन्छ, भोजराज दाई हुनुहुन्छ। सम्पूर्ण मैले यहाँ सबैको नाम, धेरै नेताहरू हुनुहुन्छ, सयौं एकदम अग्रपन्थीका सयौं नेताहरू हुनुहुन्छ। अहिले तत्कालै चाहिँ हाम्रो क्षेत्रीय सभापति भीमप्रकाश खड्का दाई, प्रकाश श्रेष्ठ दाई, नगर सभापति चाहिँ हाम्रो तिलक रावत युवा भान्जा र सम्पूर्ण जिल्ला अधिकारीका पदाधिकारीहरू सबैलाई म के अनुरोध गर्न चाहन्छु भने हामीले पहिला जस्तो नसोचौँ। यो चुनावमा यो अधिवेशनलाई सबै मिलेर जाउँ, सबैले हातेमालो गरेर जाउँ। हातेमालो गर्नुको मतलब सहमति भन्न खोजेको होइन। म सहमतिको टिके लगाएर पद लिने पक्षमा पनि छैन। प्रतिस्पर्धा गरौँ, तर नेताहरू आफ्नो प्रतिस्पर्धा गर्नुहोस् र फलानुलाई जिताउनलाई फलानु कार्यकर्ता हलाउने काम चाहिँ नगरिदिनुस्।
किनभने त्यो दुईटै कार्यकर्ता, हार्ने कार्यकर्ता पनि तपाईँकै हो, जित्ने कार्यकर्ता पनि तपाईँको हो। भोलि चुनाव आउँदाखेरि त्यो जित्ने कार्यकर्ताले भन्दा हार्ने कार्यकर्ताको भूमिका राम्रो हुनसक्छ, बढी हुनसक्छ। त्यसले गर्दाखेरि गएका अधिवेशन जस्तो यो अधिवेशनमा नगरिदिनुहोस्। र म एउटा अनुरोध के गर्न चाहन्छु भने म सरहका कार्यकर्ताहरू, मभन्दा माथिकालाई भन्ने मेरो हैसियत पनि छैन, म भन्दा पनि भन्दैन। हामीले पनि नेताहरूप्रति धेरै द्वेष नराखौँ हैन, र नेताहरूप्रति धेरै आकाङ्क्षा पनि नहौँ। आफै आफ्नो खुट्टामा उभियौँ हैन। तपाईँलाई यो पदमा मलाई लड्न मन लागेको छ भने लड्नुहोस्, सल्लाह चाहिँ लिनुहोस्। म लड्ने विचार गरेको छु। त्यहाँ हाम्रो ओडादेखि माथिसम्म मिटिङ बस्छ हैन, फ्लोर ओपन हुन्छ, त्यहाँ आफ्नो कुराहरू राखौँ। र नेताजीहरूले पनि बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि कार्यकर्ताले, नेताहरू बिगारिने कार्यकर्ता हो भन्छु म, र वास्तविक पनि हो हरेक पार्टीमा। हाम्रो मात्रै काङ्ग्रेसमा होइन, एमालेमा पनि, माओवादीमा पनि, राप्रपामा पनि नेताहरू बिगार्ने भनेकै कार्यकर्ता हो हामी जस्ता। हामी तपाईँहरूलाई बिगार्न लाग्दैनौँ। तपाईँहरूले पनि हामी जस्ता कार्यकर्ताहरूलाई काखा र पाखा नगरिदिनुहोस्। र फर्स्ट अफ अल त के गर्नुपर्छ भने नेताहरूले अब आज भोलि नै हामीहरू स्वत प्रतिस्पर्धामा जान्छौँ। हामीहरूमा कुनै द्वेष भावना छैन। हामीले जसले हारे पनि, जुन कार्यकर्ताले हारे पनि, मैले हारे पनि, उसले जिते पनि, आगामी फागुनमा आउने अथवा फागुनबाट 1 महिना सरे पनि चैतमा, 2 महिना सरे पनि वैशाखमा हुने चुनावमा हामी एक ढिक्का भएर जान्छौँ। अहिले महाधिवेशनमा त हामी प्रतिस्पर्धा गर्छौँ, तर चुनावमा हामी एक ढिक्का हुन्छौँ भनेर हामी गयौँ भने यो महाधिवेशनबाट पनि राम्रो नेतृत्व र राम्रो कार्यकर्ताहरू चाहिने पदमा पुग्नेछन् र टोलदेखि माथि जिल्लासम्म एउटा काङ्ग्रेसको एउटा लहर बन्न सक्नेछ। तर कुरा के हो भने नेताको चाकरी गर्ने, तपाईँको चाकरी गर्नेलाई तपाईँहरूले पदमा ल्याउनु भयो भने आगामी निर्वाचनहरूमा तपाईँहरूलाई गाह्रो हुनेछ। तपाईँहरूलाई गाह्रो हुने भनेको हामीहरूलाई गाह्रो हुने हो। तपाईँहरूले हार्ने भनेको हामीले हार्ने हो, र काङ्ग्रेसले हार्ने भनेको सारा देशले हार्ने हो, विश्वले हार्ने हो। किनभने काङ्ग्रेस डेमोक्रेटिक पार्टी हो र पुरानो इतिहास बोकेको पार्टी हो। बीपीको सिद्धान्त समाजवाद, प्रजातन्त्र हैन, लोकतन्त्र, यी 3 सिद्धान्त र धर्मको रक्षा गर्ने पार्टी हो यो। मैले पटक पटकको भिडियोमा भनेको छु, 4वटा तारा मध्येमा लोकतन्त्र, समाजवाद हैन, प्रजातन्त्र र एउटा ताराको अर्थ धर्म रक्षा। त्यसले गर्दाखेरि धर्म भन्नाले त्यो कुनै मुस्लिम धर्मलाई मात्र रक्षा गर्ने होइन, हिन्दू धर्मलाई मात्र रक्षा गर्ने होइन, इसाई धर्मलाई मात्र रक्षा गर्ने होइन, बौद्धिकले मात्र, सबै धर्मलाई रक्षा गर्ने यो पार्टी हो। त्यसले गर्दाखेरि यो पार्टीको बेग्लै इतिहास छ र अहिले जुन नयाँ पुस्ताको एउटा लहर आइरहेछ, नयाँ पुस्ता पनि नेतृत्व आउन खोजिरहेछ भने आउनुहोस्, नयाँ भाइहरू पनि र नेताहरूले पनि नयाँ पुस्ताहरूलाई अगाडि सार्ने, राजनीतिको मार्ग चित्रण गर्ने यो एउटा सुनौलो अवसर हो भन्दै म यो कुरालाई यही अन्त गर्न चाहन्छु। सबैले यो भिडियो सेयर गर्नुहोस् मन पर्यो भने, र सबैले आफआफ्नो जे मन बनाउनु भएको छ त्यसमा लाग्नुहोस्, र जो उठ्ने मनसाय गर्नुभएको छ तपाईँहरूको लागि मेरो अग्रिम शुभकामना। विजय हुनुहोस् राम्रोसँग, र म पनि केही पदमा अवश्य नै उठ्नेछु। मेरो पुरानै आफ्नो यथास्थितिमै रहन्छ होला मेरो एउटा दाबी। यति भन्दै हामी सबै काङ्ग्रेस परिवार र हामीमाथि शुभेच्छुक वर्गहरूप्रति र आम नेपाली जनताहरूप्रति यो बिहानीमा नमन गर्दै मेरो भनाइ यही अन्त गर्छु। हवस् त, जय देश।